तर्पणमा अथवा श्राद्धमा, तीर्थ श्राद्धमा, महालय श्राद्धमा र तर्पणमा ककसलाई तर्पण दिने र महालय श्राद्धमा ककसलाई पिण्ड दिने, तीर्थ श्राद्धमा भन्ने विषयमा एउटा भिडियो बनाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला। अब हामी सबैले पढ्ने गरेका छौँ, भन्ने गरेका छौँ। एउटा श्लोक छ, बोपदेवले लेखेको श्लोक। बोपदेवको हाम्रो श्राद्ध तर्पणमा यो श्लोक व्यापक चर्चित छ, प्रायः जसो सबैलाई आउँछ। तातां वर्तितयं सपत्न जननी मातां महादित्रयं सश्री श्री तनया विधात जननी शोभातरसस्त्रियं तातां आत्मवैहिन्य पत्ते धमयु जायका पिता सद्गुरु शिष्याता पितरो महामय विधो तीर्थे तथा तर्पणे। यसले तर्पणमा हामीले ककसलाई तर्पण दिनुपर्छ भन्ने कुरा विषय निर्देश गरेको छ। जस्तै तातां वत्रितयं, तातत्रिही बुवा बाजे बटावाले, अम्बत्रितयं, अम्बत्री अम्ब भनेको आमा, तातो भनेको बुवा, अम्बत्रीमा आमा बजे बड्ने बजे आफ्नो वंशको एक भाइ। त्यसपछि पालो आउँछ सपत्न जननी। यदि सौतेनी आमा बित्नु भएको छ भने बुवाको लागि भन्दा पछाडि तर्पण दिनुपर्छ र पिण्ड दिनुपर्छ। त्यसपछि मातां महादि त्रयं सश्री, यतै ठाउँमा जोडेको छ यहाँ, यतापट्टि आयो भने मातां महादि त्रयं सश्री सम्म आएर मिल्छ। यसमा आउँछन् मावलका बाजी, बड्डा बाजी अनि बड्डा बाजीका पनि बुवा, मामा घरको तीनटालाई सपत्नी, पत्नी सहित सश्री पछाडि जोडेको हुनाले मावलको टीकालाई सपत्नी गर्न मिल्छ भनेको छ। त्यसपछि आयो स्त्री, कसैको स्त्री पत्नी श्रीमती बितेकी भएमा त्यसपछि स्त्रीलाई दिनुपर्छ। त्यसपछि अब तात भ्रात, यहाँनिर छ तात जननी शो भ्रात सश्री, यसलाई यसरी विच्छेद गर्नुपर्छ। तात भ्रात बुवाका दाजु भाइ, बुवाका दाजु भाइ, जननी भ्रात आमाका दाजु भाइ भन्नाले मामा। त्यसपछि आयो शो भ्रात, आफ्ना दाजु भाइलाई पत्नी सहित र तिनका छोराछोरीहरू पनि यदि दिवंगत भएका छन् भने त्यहाँनिर आउँछ। तात जननी शो भ्रातलाई, तात भ्रात र शो भ्रात र जननी भ्रात स्त्री र छोराछोरी तनयादि सहित भनिएको छ। त्यसपछि दोस्रो लाइनमा तातां आत्मवैहिन्य पत्ते धमयु जायका पिता सद्गुरु, त्यसलाई पनि त्यसै गरी अहिले जस्तै तात र अम्बलाई छुट्याए जस्तै तात भगिनी, अम्ब भगिनी र आत्म भगिनी। तातां आत्म भगिनी, तात भगिनी भन्नाले बुवाका दिदीबहिनीहरू, फुपूहरू, अम्ब भगिनी भन्नाले आमाका दिदीबहिनीहरू, सानी आमा ठुली आमाहरू, आत्म भगिनी भन्नाले आफ्ना दिदीबहिनीहरूलाई तिनका दिवंगत भएका छोराछोरी र पति सहित पत्य धर्मयुक्त भगिनी, पत्य धर्मयुक्त तिनका लोग्नी र छोराछोरीको मृत्यु भएको छ भने सपत्नी सदवा भनेर तर्पण र पिण्ड दिनुपर्छ महालय श्राद्धमा, तीर्थ श्राद्धमा। त्यसपछि आउँछ जाया पिता भन्नाले ससुरा का पनि छोराछोरी र पत्नी सहित यो अगाडि पत्य धमयु जाया पिता सद्गुरु सम्ममा लाग्छ। त्यसपछि सद्गुरु भन्नाले वेदगुरु, वेद पढाउने गुरु, कुलगुरु, विद्यागुरुलाई तर्पण र पिण्ड दिनुपर्छ। त्यसपछि शिष्य, आफ्नो मन खानेको शिष्य, आफूले ज्ञान दिएको व्यक्तिलाई पनि म दिन सक्छु भन्यो भने तर्पण र पिण्ड दिनुपर्छ। आफूले पढाएको अथवा ज्ञान दिएको व्यक्ति र आप्त व्यक्ति, आफ्नो राम्रोको लागि आफूलाई भलो सिकाउने केही गरिदिएको गुरु लगाएको व्यक्ति छ भने यहाँनिर तर्पण र पिण्ड दिनुपर्ने हुन्छ। लास्टमा भनिएको छ
शिष्यार्ता पितरो महालय विधो तीर्थे तथा तर्पणे सबै पितृ हुन् यहाँसम्मका आत्मवर्षसम्म पितरो पितृ हुन् कहाँ कहाँ भन्दाखेरि महालय श्राद्धमा तीर्थ श्राद्धमा र तर्पणमा यति सबै पितृ हाम्रा हुन्। यही क्रम पनि क्रमशः मैले सुरुदेखि अन्तिमसम्म अन्तिममा आत्मवर्षमा आउँछ। त्योभन्दा अगाडि सुरुमा बुवाको 3 पुस्ता आमाको 3 पुस्ता मावलका हजुरबुवा बुढा हजुरबुवा र हजुरबुढा हजुरबुवाको 3 पुस्ता यही क्रम अनुसार आएर हामीले महालय श्राद्धमा पिण्ड दिनुपर्छ, निश्चित तर्पणमा तर्पण गर्नुपर्छ र तीर्थ श्राद्धमा पिण्ड र तर्पण दुईटै गर्नुपर्छ। हरि ओम।